यहाँ छ यो एकेएम हैन यसको फाइनल फर्म यो हो तर हिट इफेक्ट छैन हिट इफेक्ट हामीसँग यो आइडीमा एकेएम छैन नि त त्यही भएर एकेएम यसो निकाल्न खोजेको हो हैन अब हिट इफेक्टलाई कति पर्ति बस्ने हामीसँग कतिवटा क्रेट छ थाहा कतिवटा छ 204 वटा छ 120 मा त्यो कन्फर्म निक्लिन्छ अनि अरु मेटेरियल्सहरु कलेक्सन हुन्छ त्यहाँबाट हैन मेटेरियल्स कलेक्सन गर्ने हाम्रो उद्देश्य हो है म छिटो न 104 वटा एउटै मात्र रहेछ त अहिले हामीले पर्चेज गरेन यो पर्चेज गरौँ न अरु एउटा आउँछ नि त 5 वटा 5 वटा एउटा हुन्छ 10 वटा कतिवटा छ हामीसँग 205 वटा छ 205 अब हामी 10 ले ओपन गरौँ ल एकेएममा के छ थाहा छ के छ 120 चोटीमा यो पर्छ के पर्दैन हौ अहिले पर्छ जस्तो लाग्छ मलाई 120 चोटीमा 120 चोटीमा अहिले आउन छोडेको हो त्यस्तै लाग्यो त मलाई त ट्रेड पलस नपरेछ हैन ल 10 को स्पिन हान त पक्र वाउ के पर्छ हामीलाई एकेएम पर्नु पर्यो फर्स्ट टाइमै पर्दियो भने फेरि परेन फेरि 1 मोर 10 200 कतिवटा छ हामीसँग टप हान्दिनु जम के पर्छ हेरौँ है एउटा उयो के पर्यो उयो परे जस्तो लाग्यो त मलाई के परेको छ एउटा जेस पर्यो एउटामा यहाँ एकछिन के पर्छ मेनी मेटेरियल्स पर्यो ल ठिक छ त्यो स्टिकर हो 10 टाइम्स परेन केही नै पनि लिजेन्डरी आइटमहरु त केही नै गर्दा स्क्वायर पर्छ ओ रेड डट पर्यो अर्को पर्यो ल ठिक छ एउटा पर्यो यसरी नै पर्नु दुईटा पर्नुपर्छ नि त गम परेन 120 चोटीमा एकेएम आउँथ्यो अहिले हटाएछ त्यो रुल्स हटाइदिएछ अहिले त्यही छैन परे पनि पर्यो प्यान पर्यो हैन प्यान पर्यो ल ठिक छ क्लोज गर्देऊ 10 टाइम्स फेरि पर केही यस्तो त्यो पर भने चाहिँ केही यस्तो अर्कै खालको टाइपले घुम्छ नि त नेक्स्ट गोल्डन म्याग्नेट का जस्तो घुम्छ नेक्स्ट परेन ओप्स परेन यसमा पर्छ यसमा पर्छ केही पर्दैन यस्तो घुम्नु पर्यो 2x पर्यो एकछिन पक्नु ल 12 हैन यति भयो त्यो अर्कै हो त्यो त रोयल पासबाट आएको हो यहाँ 120 चोटीमा एकेएम आउने रहेछ त 120 चोटी पुग्नु आँटेछ हाम्रो अब 110 चोटी भयो अब 10 चोटीमा एकेएम आउँछ यहाँ 100 टाइम्स भइसक्यो गर्ने त्यो त गर्ने नै भन्दा त हामी आएको त तिमी नै गर्ने अब 10 टाइम्समा एकेएम आउँछ ल हान अझै हामीसँग 95 जोडा छ 10 टाइम्स एकेएम सुई नपरे पनि एकेएम आयो हामीलाई हैन राम्रो भइहाल्यो नि अर्को एकेएम पर्दियो भने झन् डबल फाइदा एकछिन है यहाँ
एकेएम डबल एकेएम पर्ने हो एकछिन बख यहाँ एकेएम लेभल 1 आयो हामीलाई हैन अनि 120 मा अर्को एकेएम आउँछ के आउँदैन एकचोटी गरौँ न एकछिन रुक न यहाँ हेर्नुपर्छ ए त्यही चाहिँ आएको रहेछ नि त यही चाहिँ आएको रहेछ यो परेको आएको रहेछ सेदैन अरु मोटर लिएर अब यसलाई ओपन गर एकचोटी के यहाँ ओपन गर न यसलाई पनि हेलमेट आइदियो राम्रो त छैन राम्रो छ 54 कलेक्ट यता पनि हामी खै कलेक्ट गर्दै यो पनि कलेक्ट गर ए बन्द भयो तर उता पढ्ने बेला काम भयो अब फेरि कलेक्ट ए 55 आधी पोइन्ट एउटा एकेएम पर्दियो भने मजा त पर्दैन अहिले त पर्छ फेरि पीएफ पर्दियो रेड डट पर्दियो ठिकै छ एउटा सप्रेसर पर सप्रेसर हैन साइलेन्सर परेन 50 वटा 5 वटा हुनु एकेएम पर्दा 3टा मेटेरियल्स आउँथ्यो नि परेन यो त्यसो सर्ट वाला के हो होइन यो पर्यो नि अर्कै यो मिनी चाहिँ पर्यो हामीलाई के अरे M16 राम्रो त हो राम्रो छ तर अपग्रेड वाला होइन नि त अर्को भयो अपग्रेड वाला त अपग्रेड वाला होइन एकेएम पर्यो भने चाहिँ 3टा मेटेरियल्स आउँछ एकेएम आइज सेट कतिवटा छ अब सकिन आँट्यो होला यसपछि लास्ट एक त हो होला यो लास्ट हो के भयो एकेएम घुम ग्रेनेड आयो क्लोज यो चाहिँ लास्ट हो अब लास्ट हो कहाँ देख्यो अनि 50 वटा थिएन 50 वटा उता थियो अनि यो लास्ट होइन अब 5 वटा बाँकी छ 5 वटा ल रुक न युसी जान्छ फेरि अहिले हो यहाँ नि त युसी लिएको रक है नन्दले 17 हैं यो अर्कोतिर गयो यो त आर्टको आएको इमोट पनि आयो यो हामीलाई चाहिने चाहिँ यो सप्रेसर चाहिएको थियो किन यो ल एकपल्ट म ओपन गर्छु 6x आयो ल ठिकै भयो दादा म खेल्न ल गर एकचोटि ओपन फेरि हलो पनि आयो ल ठिक छ अझै एउटा ओपन गर 4x आयो है सकियो राम्रो भयो नि राम्रो भयो दुईटा त बाँकी छ सप्रेसर पर्दै गयो भने त म्याक पर्दै गयो भने त परेन होलो पनि आयो 6x पनि आयो 4x पनि आयो मैले गर्दा तिमीले गर्दा यो हुन्छ है